लौन पर्व चिना मिलानमा 36 अङ्कमा 32 अङ्क प्राप्त भयो। भगवानले नै बनाएको जोडी हो, ल बिहा आँटिया भनेर कसैले भन्छ भने अब चिना मात्र मिलेर हुँदैन, मन र हजुरहरूको प्री मराइटल हेल्थ स्क्रिनिङ रिपोर्ट पनि मिल्नु। चिना मात्र पोजिटिभ भएर हजुरहरूको चाहिँ प्री मराइटल हेल्थ स्क्रिनिङ पोजिटिभ भयो भने पनि जिन्दगी सकिएको बर्बाद हुन्छ। चिनामा ग्रह गोचर मैत्रीहरू चाहिँ विभिन्न कुराहरू हेरिन्छ भने हाम्रो यो प्री मराइटल हेल्थ स्क्रिनिङमा पनि बेसिक 2-3वटा टेस्टहरू छन्। पार्टनरहरूले चाहिँ त्योभन्दा अगाडि चाहिँ अनिवार्य रूपमा चाहिँ अब चाहिँ टेस्ट गराउनु। पहिलो नम्बरमा पार्टनरहरूले चाहिँ आफ्नो ब्लड ग्रुप चाहिँ टेस्ट गराउनु होला। आरएच कम्प्याटिबिलिटी हुनुपर्छ। एकजनाको चाहिँ आरएच नेगेटिभ र अर्को चाहिँ आरएच पोजिटिभ भयो भने चाहिँ त्यो इन्कम्प्याटिबिलिटी हुन्छ। हजुरहरूको चाहिँ ब्लड ग्रुप पनि मिलेको हुनुपर्छ। अनि दोस्रो नम्बरमा अनिवार्य रूपमा गर्नुपर्ने टेस्ट भनेको यो सेक्सुअली ट्रान्समिटेड डिजिजको टेस्टहरू, जसमा एचआइभी, सिफिलिस, त्यसै गरी हेपाटाइटिस सीका कुराहरू चाहिँ अर्को छ जेनेटिक स्क्रिनिङ पनि गर्नुपर्छ है। जेनेटिक डिसअर्डरहरू भएको अवस्थामा पनि अप्ठ्यारै हुन्छ। तसर्थ यी बेसिक टेस्टहरू चाहिँ अब चिना मिलान मात्र गरेर हुँदैन, हेल्थ स्क्रिनिङ पनि गर्नुपर्छ। हजुरहरूको प्रिमराइटल हेल्थ स्क्रिनिङको पनि मिलान गर्नुपर्छ, साथसाथै मन पनि मिलान गर्नुपर्छ।